हेलो गाइज, हामी चाहिँ यता माथि र के गाउँ रे हो है, त्यता जाँदैछौँ है। हामी चाहिँ बाटो चाहिँ यस्तो छ, यहाँ मुनि रोड छ है। हामी बस्ने चाहिँ उतातिर क्याम्प बन्दैछ, तर बाटो चाहिँ दामी बनाएर छ यार। ल बाटोको भ्यू चाहिँ यस्तो छ फेरि, ठ्याक्कै घाम अस्ताउने बेला भइसक्यो र पुरै जङ्गल छ। राजाको माथि लेकतिर जानु लाग्यो हामी। जङ्गलको बाटो यस्तो छ। ल है, पहाड आयो, पहाड उकालो छ बाटो त, पुरै फाडेर हेर त। यस्तो जङ्गलमा पनि पुरै सफा सफा बनाएको बाटो चाहिँ हल्का। ल हेर जङ्गल कस्तो हुन्छ हेर है गाइज। पहाडको जङ्गल यस्तो हुन्छ, बाटो यस्तो छ। तराईमा बस्नेलाई गाह्रो छ यो बाटो हेर्न, उकालो छ नि। हेर त अब यहाँसम्म क्यामेरामा चाहिँ सम्मसम्म देखाउँछ कि, तर भने यस्तो सजिलो छैन। यहाँनिर चाहिँ बस्ने चौतारा जस्तै बनाएको रहेछ। यतापट्टि छ पारी त पुरै भिर झन्। त्यहाँबाट खस्यो भने ठ्याक्कै काली गण्डकी नदीमा पुग्छ। गाह्रो छ नि जिन्दगी। उता छ हिमाल, फेरि हिमाल जस्तै हो, हिउँ परे हिउँ आएको छ नि त्यहाँ। एकदम पारेको चाहिँ मेन हिमाल है। आज भर्खरै परेको मुनतिर चाहिँ पुरै बजारै छ भनौँ न। यतातिर अलिअलि घाम लागिरहेछ। यस्तो छ मुनतिर। यहाँ चाहिँ पानी ट्याङ्की रहेछ खानेपानीको। यता डाँडा जङ्गल छ, यता भस्मे जङ्गल छ है। यतापट्टि चाहिँ अघि भनेको बजार, पोखरी बजार हो, गाउँ जस्तै भनौँ न। त्यो कालीगण्डकी नदी हो। माथिको चाहिँ कुन हिमाल हो है, पारेको निलगिरी हिमाल हो यिनीहरू। यताको चाहिँ खोइ के भन्ने, यताको मानपाथी के भन्छन् सुनेको थियो मैले। हाइकिङमा